नमस्ते साथीहरू। एनपीएल सिजन 2 को पहिलो शतक लागिसकेको छ र यो यस्तो खेलाडीबाट आएको छ जस खेलाडीको ब्याटिङ पोजिसनलाई लिएर पहिलो म्याचमा हामीले ठूलो आलोचना गरेका थियौं। हो, म कुरा गर्दैछु कर्णाली याक्सका मार्क वार्डको। यो उनको करियरकै पहिलो सेन्चुरी पनि हो। हिजो भएको खेलमा उनले लुम्बिनी लायन्सका बलरहरूलाई मैदानको चारैतर्फ घुमी चुटेका थिए। यस भिडियोमा हामी हिजो म्याचमा के भयो भनेर चर्चा गर्नेछौँ। टस हारेर ब्याटिङ गर्न आएको लुम्बिनी लायन्सले पावर प्लेमा सोचेको जस्तो सुरुवात गर्न सक्दैन। सन्दीप जोरा सेकेन्ड ओभरमै आउट हुन्छन्। पहिलो 5 ओभरमा लुम्बिनी लायन्सको स्कोर थियो 18 रन। पहिलो 5 ओभरमा सोमपाल कामी र नन्दन यादवले यस्तो टाइट बलिङ गरेका थिए कि लुम्बिनी लायन्सका ब्याटरहरूलाई सास फेर्न पनि गाह्रो भइरहेको थियो। धन्न 6 ओभरमा विल वशिष्ठलाई टार्गेट गरेर रोहित कुमार पौडेलले 18 रन हान्छन् र स्कोर हुन्छ 36 for 1। अर्का ओपनर डार्सी सटले पनि खासै केही गर्न सक्दैनन् र गुल्सनको हातबाट आउट हुन पुगे। एङ्कर इनिङ खेलेका रोहित कुमार पौडेल पनि 43 बलमा 49 रन हानेर आउट हुन्छन्। त्यसपछि मिडल अर्डरमा कुनै पनि ब्याट्सम्यानले त्यस्तो खासै योगदान गर्न सक्दैनन्। अन्तमा जे स्मिथ र ट्रम्पलम्यानले एउटा क्विक क्यामियो खेल्दै टिमलाई 156 सम्मको सम्मानजनक स्कोरसम्म पुर्याउँछन्। कर्णाली याक्सका मेन बलर सोमपाल कामी, नन्दन यादव, मार्क वार्ड बाहेक युवा खेलाडी युवराज खत्री र विपिन शर्माले पनि आफूले पाएको मौकाको भरपूर सदुपयोग गर्दैछन्। 157 को टार्गेट सबैलाई लागेको थियो म्याच कम्पिटेटिभ नै हुन्छ होला, तर मार्क वार्डको मुड अलगै थियो। मात्र 44 बलमा 12 छक्का हान्दै 114 रनको म्याच विनिङ पारी खेल्छन्। साथीहरू, हिजो उनले क्रिकेट बललाई फुटबल देखिरहेका थिए। घुमी मैदानको चारैतर्फ शट खेलेका छन्। मसँग कुनै शब्द नै छैन उनको ब्याटिङको बयान गर्नको लागि। आज म्याक्स वुडआउटको ठाउँमा मैदान प्रवेश गरेका विल वशिष्ठले पनि ब्याटिङमा राम्रो साथ दिए मार्क वार्डलाई। उनले 20 बलमा 29 रनको सानो पारी खेले। त्यस्तै फिल्डिङमा उनले टुर्नामेन्टको अहिलेसम्मकै वान अफ द बेस्ट क्याच लगेर इम्प्याक्ट पारिसकेका थिए। Tries to go up and over the offside, doesn't get much of it. And oh, what a take! यसरी कर्णाली एनपीएलकै वान अफ द बिगेस्ट विन हात पार्न सफल हुन्छ। लुम्बिनी लायन्सको बलिङलाई म आज वान ब्याड डे भन्छु। मार्क वार्ड जुन फर्ममा थिए, आज जो कोही पनि पिटाइ खान्थे। लुम्बिनीको मेन कन्सर्न भनेको मिडल अर्डर ब्याटिङ हो। लुम्बिनीले लेफ्ट राइट कम्बिनेसनमा ध्यान नदिकन टप अर्डर ब्याट्सम्यान दिलीप नाथ जस्तै सुमित महर्जनलाई प्रमोट गर्न आवश्यक छ। मिडल अर्डरमा सन्दीप जोरा, जसले नेपाली राष्ट्रिय टिमबाट नम्बर 4-5 मा खेलेर गेमलाई कन्ट्रोल गर्न सक्ने र चाहेको खण्डमा गेम फिनिश गर्न सक्ने क्षमता छ, त्यस्तो खेलाडीलाई मिडल अर्डरमा राख्न जरुरी छ। अन्त्यमा कर्णाली याक्सले धेरै बधाई। आज कर्णालीको टिम निकै नै ब्यालेन्स देखियो र मार्क वार्डको त के नै कुरा गरौँ। उनको यो इनिङलाई हामी धेरै समयसम्म सम्झिनेछौँ। हजुरहरूलाई मार्क वार्डको यो इनिङ कस्तो लाग्यो कमेन्टमा लेख्नु होला। साथै हामीलाई लाइक र सब्स्क्राइब गर्न नबिर्सिनु होला। थ्यांक यू फर वाचिङ।